हेलो गाइज ब्याक टु माई च्यानल। आज चाहिँ पुरा बिहानै होइन घाम उदाइसकेको छ पूर्वबाट मजाले। अनि अब चाहिँ यहाँ बाख्रा सार्नुपर्ने चाहिँ मेरो काम चाहिँ बाख्रा सार्नुपर्ने छ होइन। अनि त्यो चाहिँ हाम्रो चल्लाहरू छन् कुखुराहरू हेरौँ त कुनै चाहिँ त्यो चाहिँ बिहानै गइछ उता आगो सागो लगाउने भनेर आगो लगाउने भनेर लागिरहेको छ होइन। अनि छापहरू पनि छ हाम्रो यतातिर चाहिँ सागहरू रोपिरहेको छ। अनि त्यो बाख्रा खोर चाहिँ उता होइन पर्छ भनेर यहाँ चाहिँ हामीले पानी लगाइरहेको छ। र बाख्रा खोल्नुपर्ने छ मैले आउँछ न भात चाहिँ फेरि बन्नै दिँदैन मलाई। एकछिन चाहिँ म बाख्रा बन्छ होइन एकछिन लगाएपछि मैले चाहिँ बाख्रा पनि बन्न सक्यो होइन। अब 2-3 छ कुनै टाइम लाग्छ होइन बनिसक्यो। अब चाहिँ अब मुख धुने हो दुई छैन भर्खर उठ्या छ त्यही पनि बाख्रा स्याहार साइड गऱ्यो गराएर आउने ल ल ल ल ल ल ठुङ्दिनु नि गाई भाले भाले जस्तो मात्रै देख्छु नि के गर्नु खै पोथाउनु कि भनेर खाएन। साइसकेपछि अब बाख्रालाई खुवाउनु त पऱ्यो यो मकै होइन। यो नखान्छ मान्दैन फेरि हेरौँ त यो शैली 3वटाले खाऊ न यार यतापट्टि आउनु यतापट्टि मेरो काम 3वटाको बिचमा राखिदिने हो खान्छन् मजाले। बाख्रा त साह्रै बाख्रा साह्रै सकेपछि दाँत नपल्काउने कुरो भएन कहिले काहीँ मर्छ खान लाग्ला। अब दसैँदेखि दाँत नभए चाहिँ अब कहिले खिया लाग्यो होला। अब यसको लागि पनि अब दाँत त मज्नै पऱ्यो अर्को पेटी अर्को दसैँमा खाएर त काम लाग्ने होला होइन। अब दाँत मासिसकेपछि फेरि मुख धुनै पर्ने होला। के छ केही भन्दै त नानी एउटा 1-2वटा भन्दैन भन्न के भन्छ खास बिहानबाट अहिले उसमा उठिने के गर्नु पर्यो भन्। हेलो गाइस सबैजनालाई गुड मर्निङ। म चाहिँ अघि उठ्यो मैले मात्र अहिले उठ्ने मेरो दाइ मात्र हो यस्तो सुत्ला देख्नु त भएको छ होला मुखै दुखेको छैन अहिलेसम्म धोइसक्यो अघि नै धोइसक्यो मुख दुखेको छैन दाँत मजा छैन। अनि बिहानै उठ्यो भने चाहिँ केही गरेर त्यति आगो बाली खास अहिले काम छैन कुछ काम छैन यसको त